यो चाहिँ हाम्रो वास बेसिन। यो वास बेसिनमा चाहिँ अहिले चिसो पानी मात्र आएको छ, तातो पानी चाहिँ आएको छैन। यसमा तल बन्द गरे कि भन्ने सोच्नु होला, तल पनि बन्द गरेको छैन। हेर्नु त, तल यतापट्टि खोलेको छ, यहाँ चिसो पानी आएको छ, यतापट्टि पनि खोल्यो, यसमा आएन पानी आएन। अब जस्तै यसलाई घुमाऊ, यसलाई तलको घुमायो तै पनि पानी आएको छैन। अब यस्तो बेला चाहिँ तपाईको पानी निकाल्न सकिन्छ। कसरी निकाल्न सकिन्छ भने हामीसँग वाल मिक्सर छ भने चाहिँ पानी निकाल्न सकिन्छ। अब कसरी निकाल्ने भने चाहिँ यसलाई घुमाइदिने, यो दुईटा घुमाएपछि चाहिँ अब यसमा तपाईको तातो पानीको पोइन्ट खोल्नुभयो भने चाहिँ पानी आउँछ, यसरी आउँछ। यो चाहिँ किन आउँछ भन्दाखेरि चाहिँ तपाईको यो दुईटा चाहिँ तपाईले यसरी राख्नुभयो भने इनकेस तपाईको माथि सोलरबाट अथवा तातो पानी ल्याउनु भएको छ यो पोइन्टमा, यसमा जहिले पनि राइट साइडमा चिसो पानी हुन्छ, लेफ्ट साइडमा चाहिँ जहिले तातो पानी हुन्छ। यसमा लेफ्ट साइडमा जहिले पनि तातो पानी जोडेको छैन भने तपाईले कहिले पनि यो मिक्सचरलाई चाहिँ यसरी दुईटालाई चाहिँ यसरी राख्नु हुँदैन। यसरी राख्नु भयो भने चाहिँ यो चिसो पानी र तातो पानी मिक्स हुन्छ र तपाईले चाहे अनुसारको तातो पानी पाउन सक्नुहुन्न है। त्यही भएर चाहिँ मैले चाहिँ तपाईहरुलाई चाहिँ त्यहाँ पानी निकाल्नको लागि, वास बेसिनमा पानी निकाल्नको लागि हैन कि, तपाईहरुको चाहिँ तातो पानी र चिसो पानी भयो भने सोलर जोड्नु भए पनि चिसो पानी आइरह्यो भने चाहिँ किन आयो भन्दाखेरि चाहिँ तपाईहरुले चाहिँ यो मिक्सरलाई यसरी राख्नु भयो तर धारामा पनि आएन, सावरमा पनि आएन, यो चाहिँ बन्द रहेछ भनेर नसोच्नु होला। यो सोच्नु भनेको मूर्खता हो। किन भन्दाखेरि चाहिँ तातो पानी चिसो पानी चाहिँ अब यहाँ मिक्स हुन थाल्यो। मिक्स हुने बित्तिकै यो खोल्ने बित्तिकै चाहिँ यसले चाहिँ तातो पानी चिसो पानी चाहिँ यसले चाहिँ मिक्स गर्ने काम गर्छ। यो गर्नुभयो भने चाहिँ पानी आउँछ हैन। यसलाई यताउति गर्नुभयो भने, यतापट्टि गर्नुभयो भने हैन, लेफ्ट साइडमा गर्नुपर्यो भने धाराबाट आउँछ, राइट साइडमा गर्नुपर्यो भने चाहिँ सावरबाट आउँछ यताबाट। यो सावरमा आउँदाखेरि चाहिँ तपाईले चाहिँ यसरी राख्नु हुँदैन। तातो पानी चिसो पानी चाहिँ जहिले पनि मिक्स भइरहेको हुन्छ। त्यही भएर चाहिँ आवश्यकता पर्यो भने चाहिँ तपाईलाई चाहिँ आफूले चिसो पानी खोल्नु पर्यो भने यो खोल्ने, तातो पानी खोल्ने यो खोल्ने, अनि त्यसपछि यो लिभरलाई चाहिँ तपाईले चाहिँ कुनमा लाने त, स्पाउटमा लाने हो कि सावरमा लाने हो, त्यो अनुसारले चाहिँ गर्नुपर्छ है त। त्यही भएर तपाईहरुले चाहिँ यो कुराहरु कतिजना मान्छेहरुले थाहा हुँदैन हैन। यस्तो हुँदाखेरि तपाईहरुको घरमा कहिलेकाहीँ चिसो पानी तातो पानी नआइकन तातो पानीको ठाउँमा सोलर जोड्नु भएको छ भने पनि चिसो पानी मात्र आउनुको कारण यो पनि हुन सक्छ है त गाइस। ल, यो भिडियो बनाएको छु, राम्रोसँग हेरिदिनु होला।